आज त मुखिया बाले बोलाउनु भएको थियो आज त मुखिया बागमा जाने होला नारायण सँगै जाऊ है हुन्छ भाट भैलो यहाँ तिमीहरू किन बस हिँडेको आज पैसाको चापरी खाँचो छ तल साउसित ऋण गर्न जाम आफै कमाउन सक्दैनस् पैसा मलाई माग्छस् मलाई पैसा म पछि दिइहाल्छु नि लाउँछस् उता जा मसँग पैसा छैनन् आज मुखिया बागोमा भेला छ तिमी लफाङा आएर त उही भेट्छु पगा अरे मलाई आज अन्याय गरेर देख्छु नि आज हजुर मुखिया सर के बा आउनुस् बस्नुस् जाम मुखिया बा आइम भेला आउनु भन्नुहुन्छ भेला छ गाउँले थाहा खान कि नै सबैजनाले मुखिया बा सबैले थाहा छैन अहिले आउँदै होलान् म पनि आइपुगे मित्र तपाईँको ठाउँ चाहिँ आइन मित्र यहाँ आयो अब चाहिँ चुनाव आइसक्यो अब त्यसकै बेला नेताहरू आउनु लाग्नु भएको सबै मिलेर स्वागत गर्नुपर्छ है दाजुभाइहरू लिएर आउँछ है मुखिया बा भाइ गर्छ भने म छु है मुखिया बा ल्याउँछ मै मुखिया बा मालाउने भनेर हामी पनि ल्याउँछ मै मुखिया बा त्यसो भए त आज रमाइलो होइन भने नेताज्यू तपाईँ कहिले आउनुहुन्छ बन्द व्यवस्था भइसक्यो हजुर हजुर नेताजी हुनुहुन्छ हजुर हजुर दिए त ल लानुहोस् नेताजी कसले फोन गरेछ हेलो बहादुर हुनुहुन्छ ल ल गर्नुहोस् सबै व्यवस्था भइसक्यो ल ल ठिक छ म भोलि आउँछु तपाईँ त हुनुहुन्छ मेरो आशा भरोसा लाग्ने काजी र तपाईँ नेताजी फोन गाउँबाट फोन आएको थियो केटा हौ यसपालि जङ्गबहादुरले राम्रै व्यवस्था गर्लान् जस्तो छ चुनाव पनि लाग्यो ल ल त्यसो भए चाहिँ हामी पनि खटिहाल्छौँ तपाईँसित न त्यो पिर चिन्ता केही नमान्नु होला हामी पनि एकदमै मन सपाट हाम्रो
कि फिर्सिँदा नमान्नु ल ल भोलि जानुपर्छ। ल ल दाजु तपाईँ छौँ र त हामी छौँ त अब तपाईँ नभए हामी कहाँबाट अनि ल ठिक छ खटी जान्छौँ हामी लागि तयारी गर केटा हो गाउँको लागि हामी छौँ नि अलिअलि भाषण शासन ठोक्दे तिनीहरू गाउँ सोझा छन् जित्तिजान्छ यसपालि नि मेरै हो कुरा हो केटा हो गाउँका सोझा साझा गाउँलेहरू छन् तिनीहरूलाई त जित्तिजान्छ अलिअलि भाषण शासन ठोकिदिन्छु म पनि भाट भैलो केटा हो हजुर नेताजी सबै गाउँले दाजुहरू रेडी छ गाउँपालो जिल्ला पार्टी जिन्दाबाद जिल्ला पार्टी जिन्दाबाद हाम्रो नेता जिन्दाबाद भोट गाउँमा जङ्गबहादुर जी ठिक छ भोट गाउँमा भोट गाउँमा हाम्रो पार्टी जिन्दाबाद हाम्रो पार्टी जिन्दाबाद जिल्ला पार्टी जिन्दाबाद जिल्ला पार्टी जिन्दाबाद भोट गाउँमा भोट गाउँमा हाम्रो पार्टी जिन्दाबाद हाम्रो पार्टी जिन्दाबाद भोट गाउँमा पार्टी नेता आउनु जिल्ला पार्टी जिन्दाबाद भोट गाउँमा पार्टी जिन्दाबाद जिल्ला पार्टी जिन्दाबाद पार्टी जिन्दाबाद जिल्ला पार्टी जिन्दाबाद जिल्ला पार्टी जिन्दाबाद भोट गाउँमा जिन्दाबाद भोट गाउँमा जिल्ला पार्टी जिन्दाबाद नेतालाई म जङ्गबहादुर राणाबाट सबैलाई मेरो नमस्कार छ नेताको सचिवलाई म सञ्चालकको लागि जिम्मा दिँदैछु वीर शमशेर राणाको स्वकीय सचिव लक्ष्मण सापकोटाको तर्फबाट सबैलाई नमस्कार गाउँमा आएको हुनाले हामी गाउँमा नेताजी हामी गाउँमा आएको हुनाले म अत्यन्तै खुसी छु नेताजीले 2-4 शब्द राखिदिनु हुनुको लागि हार्दिक अनुरोध गर्दछु प्रथम सबैलाई मेरो नमस्कार अब रात पनि धेरै चर्किरहने छ अब तपाईँहरू पनि घर घर जानु होला भोलि हामी समापन गर्नेछौँ यस कार्यक्रमलाई निरन्तरता दिइरहनेछौँ तपाईँहरूले मलाई जिताउनु होला तपाईँहरूलाई न्यानो अभिवादन छ मेरो म अन्त्यमा के भन्न चाहन्छु भने तपाईँहरूले मलाई जिताइदिनु भयो भने तपाईँहरूलाई कति राम्रो गरिदिएको छु मैले पोहोर साल यति गर्दै यस साल त झन् तपाईँहरूलाई यहाँ बस्नै हुन्न तपाईँहरू बजारमा जानुहुन्छ सबलाई भन्नु होला घरमा जिन्दाबाद 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 भोट गाउँमा कार्यक्रम यही समापन हुन्छ भोलि पूर्ण आउनेछौँ हामी सबैलाई मेरो नमस्कार जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै